गाइस जिन्दगी कहिले नि सोचे जस्तो हुँदैन रहेछ हैन। बिहानदेखि घोट्या चाकमा ठेला उठिसक्यो। तर काम गर्नु भने छोडे छैन मैले। यतिकै हो म चाहिँ हैन। काम गरिरहेछ। सिक्यो मेरो काम। बेचारा म एकदम सिद्धियो गाइज हैन। अब म चाहिँ 20 टेकाउँदै हिँड्छु। यात्रा दुवै मिठो थियो, मिठो छ। यो भिडियो चाहिँ तपाईहरुको लागि चाहिँ भन्न सक्दिनँ। यो भिडियो मेरै लागि बुढेसकालमा पनि मैले यो भिडियो हेरेर वाउ भन्नेछु भनेर बनाएको।